सगरमाथा अञ्चल खोटाङ जिल्लाको महादेवस्थान गाविस वडा नम्बर 4 मा पर्ने यो हलेसी गुफा समुद्र सतहदेखि 3200 फिट उचाइमा रहेको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले अति महत्त्वपूर्ण हलेसी गुफा हजारौं वर्ष पुरानो हो। यहाँ 2वटा गुफा रहेको छ। यो हलेसी नेपालको धार्मिक स्थलहरूमध्ये अत्यन्त महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा मानिन्छ। यो हलेसीमा त्रिधार्मिक स्थलको रूपमा यसलाई चिनिने गरिन्छ। एउटा बुद्धिस्टको, एउटा हिन्दूहरूको र एउटा किराँतीहरूको। किराँत शासक होलेसुङले 18औं शताब्दीमा यो गुफा कारण धेरै वर्षपछि उनै होलेसुङका शाखा सन्तान मध्येका बाघवंशी राईले शिकार खेल्ने क्रममा हलेसी गुफा पुनः फेला पारेपछि यसको प्रख्याति बढेको हो। हलेसी गाविसको वार्ड नम्बर 7 गैरीकोट भन्ने ठाउँमा चाहिँ त्यो बाघवंशी राईको घर रहेछ। त्यो बाघवंशी राईको 2टा कुकुर लिएर चाहिँ सधैँ शिकार खेल्दो रहेछ। हेर्दा घेरा हाल्दै आयो। आइसकेपछि यो माथिल्लो गुफामा चाहिँ त्यो चाहिँ झ्याम्मै हाम फाल्यो। मृग हाम फालिसकेपछि कुकुर पनि त्यो मृग सँगसँगै हाम फाल्यो। यसो हेरेर चाहिँ बाघवंशी राईले सुहाउँदो देखो पुरै नागुले लहरा आएर रहेछ। त्यही लहराको साथ लिएर चाहिँ तल झर्दाखेरि हलेसी महादेवको ज्योति बलिरहेको, अलि तलतिरपट्टि फ्याटमा चाहिँ त्यो बाघवंशी राईको कुकुर चाहिँ कुइकिङ गरिरहेको बहर चाहिँ पुरै त्यो चाहिँ पहरै टल्किने थियो अरे। त्यस्तो चाहिँ थियो अरे। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध हलेसी गुफा विश्वमै उदाहरणीय त्रिधार्मिक सांस्कृतिक थलो पनि हो। हिन्दू विश्वास अनुसार सत्ययुगमा राक्षस भस्मासुरले महादेवको कडा तपस्या गरे। तपस्याबाट प्रसन्न महादेवले के वर माग्छौ भनेपछि भस्मासुरले भने, म जसको टाउकोमा हात राख्छु ऊ भस्म होस्। वचनबद्ध भइसकेका कारण महादेवलाई वर दिन करै लाग्यो। तर भस्मासुरले त महादेवकै टाउकोमा पो हत्केला राख्न खोजेपछि महादेव भाग्दै भाग्दै हलेसी गुफामा लुक्न आइपुगे। बसाहा र नागलाई पहरा राखेर महादेव गुफाभित्र छिरेर आकाशतिरबाट बाहिर निस्की अर्को गुफामा लुके। वृषासुरले खेदेर चाहिँ शिवजी छिर्नुभयो। छिरिसकेपछि अनि बीचमा चाहिँ बसाहा र चाहिँ बासुकी नाग राखेर शिवजी अझै भित्र चाहिँ हुँदै चाहिँ जानुभयो। यहाँ पनि चाहिँ त्यो वृषासुर राक्षसले चाहिँ पुरै याटेको खेद्दै आएपछि शिव पार्वती यसरी चाहिँ गएर यसरी चाहिँ माथि चाहिँ दृश्य चाहिँ दाहिने पाइला जब 3 फड्कामा चाहिँ यहाँबाट चाहिँ आकाश फोरेर चाहिँ शिवजी गएर माथिल्लो गुफामा बसेको भन्ने भनाइ छ। महादेव सङ्कटमा परेको थाहा पाएर भगवान विष्णुले सुन्दरीको रूप धारण गरी भस्मासुरको अगाडि प्रकट भएर टाउकोमा हत्केला राख्दै नाच्न थाले। सुन्दरीको रूपबाट मोहित भएर भस्मासुरले टाउकोमा हात राखेर नाच्दा आफै खरानी भए। यही विश्वासमा हिन्दू धर्मावलम्बीहरूले हलेसी गुफालाई पवित्र तीर्थस्थल मान्ने गरेका छन्। जब शिवजीलाई चाहिँ आपतकालीन अवस्था पर्छ तब चाहिँ यो चाहिँ पसिना शिवजीलाई चाहिँ झर्ने क्रममा यहाँसम्म आउँछ। यहाँनिर फुको माटो देखिहाल्नु हो। अब यति नै हो। प्राकृतिक गुफा भगवानले बास गर्नुभएको ठाउँ
अलौकिक ठाउँ हो त। अब यसलाई त अलौकिक भन्नु पर्यो। त्यो अलौकिक भएर नै मान्छेहरू चाहिँ दुःख गरेर कष्ट गरेर यहाँ दर्शन गर्न आउँछ। झापाको दुर्गापुर भन्ने ठाउँबाट आएको है, पहिलोचोटि आएको। अब यो हलेसी धाम चाहिँ एकदम अब जस नेपालको एउटा प्रख्यात नाम चलेको धाम, धर्म गर्ने ठाउँ होइन। दुःख कष्टहरू जाओस्, शान्ति मिलोस्, अनि आफूले चिताएर मागेको हरेक कुराहरू पुग्छ भन्ने एउटा मान्यता र विचारहरू लिएर यहाँ आउने गरिन्छ होइन। किरात राईहरूले आफ्ना मुन्दुमी पुर्खा खोक्चिलिप्पा हेच्चाकुपाको वासस्थलका रूपमा हलेसीप्रति श्रद्धा गर्ने गर्छन्। किरात कथा अनुसार तयामा, खियामा र खोक्चिलिप्पा 3 जना दिदीभाइ थिए। सर्वप्रथम तयामा खियामाले यहाँ यो ठाउँमा नै कपडा बुन्नको लागि सिपको चाहिँ विकास गरेको अरे। अनि पछिल्लो पिँढीका बोजूहरूले पनि गाउँघरमा कपडा बुन्न नजान्दाखेरि त्यो सिक्न पाऊँ भनेर चाहिँ यो ठाउँमा आएर कपडा सिक्ने जस्तै भनेर चाहिँ यहीँ दर्शन गरेर सिक्नुहुन्थ्यो अरे। यहाँ चाहिँ तान बुन्न जानु भनेर हतासो, तान ठोक्ने हतासो यहाँ राखिन्थ्यो अरे। पछिल्लो कालसम्म थियो अरे बुवाहरूले भन्दाखेरि। अनि यो चाहिँ खियामा डाँडा र यो पल्लो डाँडालाई चाहिँ तान बुन्ने भनिन्छ, जुन तोयामा डाँडा भनिन्छ अहिले। हाम्रा किराँती पुर्खा हजुरआमा तयामा खियामाले यो तान बुन्ने सुरुवात गरेको। तयामा, खियामा र खोक्चिलिप्पाको बाआमा दुवैको निधन भएपछि टुहुरा भएका उनीहरूले साह्रै दुःख पाए। एक दिन भुसुक्कै निदाइ गएको खोक्चिलिप्पा बिउजदा दिदीहरू थिएनन्। कति बेर कुर्दा पनि दिदीहरू नआएपछि दिदीहरू खोज्दै तायाचुङ डाँडाबाट यस गुफामा झरेर बस्न थाल्यो। हुन पनि सुरुमा हलेसी गुफाका पुजारी किरातीहरू नै थिए। किरात पुजारी कथुर र मथुर दाजुभाइलाई हटाएर राजा गिरवाड युद्ध विक्रम शाहले 1861मा महादेवका नाममा वीरता दिएर रामेछापका मनोहर गिरीलाई पुजारी नियुक्त गरेपछि हिन्दू परम्परा अनुसार पूजाआजा हुँदै आएको छ। किरातीहरूले मान्ने होइन, यो चाहिँ यसको चाहिँ के को हुनुपर्छ भने सन्यासी हुनुपर्छ, सन्यासी जाति हुनुपर्छ यहाँको पुजारी भनेर त्यो मथुर कथुरलाई हटाएर 2 नम्बर रामेछापको मनोहर गिरी ल्याएर त्यहाँ हलेसीमा महादेवको चाहिँ पुजारी राख्नुभयो। बौद्ध धर्मावलम्बीहरू विश्वका 6 महान तीर्थस्थलहरूमध्ये हलेसी गुफालाई एउटा मान्ने गर्छन्। गुरुपद्म सम्भावले अब दीर्घायुको साधना गरेर अमरताको जीवन प्राप्त गर्नुभएको जुन मुनिपट्टि छ त्यहाँ चाहिँ गुरुपद्म सम्भावले यो हामीले बजार किल्लाको साधना गरेर चाहिँ मारलाई दमन गरेको ठाउँ भन्छ। यहाँ चाहिँ अब 3टा पर्वतहरू छ जुन गुरुपद्म सम्भाव यहाँ अब पाल्नुभन्दा पनि अगाडि योपट्टि एउटा पहाड पर्वत छ, त्यो चाहिँ मञ्जुश्रीको पर्वत हो। मञ्जुश्रीले चाहिँ अधिष्ठान गरेको। मन्दिरभन्दा माथिको पहाडलाई त्यहाँ चाहिँ अवलोकितेश्वरहरूले अधिष्ठान गरेको। र यो मन्दिरभन्दा पछाडिपट्टि एउटा पहाड छ, त्यहाँ चाहिँ वज्रपाणिले अधिष्ठान गरेको पर्वत भनेर हामीले चिन्छौँ। हजारवटा बुद्धहरूको एउटै ज्ञानको स्वरूप चाहिँ मञ्जुश्री हुनुहुन्छ। उहाँले पनि यस ठाउँमा अधिष्ठान गरेको
अन्त त्यसै गरेर अवलोकितेश्वर भन्ने चाहिँ कस्तो खालको बुद्ध हुनुहुन्छ, उहाँ चाहिँ कम्पेसन बुद्ध भन्छौँ, करुणाको देवता हुनुहुन्छ। उहाँ पनि अब त्यो हजारौँ बुद्धहरूको चाहिँ करुणाको स्वरूप चाहिँ बुद्ध उहाँ हुनुहुन्छ। त्यसै गरेर वज्रपानी भन्ने चाहिँ 1000 बुद्धहरूको चाहिँ अब शक्तिको स्वरूप चाहिँ अब वज्रपानी, तीनटा अब त्रिकुलनाथ देवता भन्छ। बौद्ध मार्गीहरू गुरु पद्मसम्भवलाई भगवान बुद्ध पछिका ठुला गुरु मान्ने गर्छन्। भगवान गौतम बुद्ध परिनिर्वाण हुनुभन्दा अगाडि चाहिँ अब उहाँको जुन अब चेलाहरू एकदमै अब दुखित भए हैन, परिनिर्वाण नहुनु भनेर। अब त्यतिखेर चाहिँ भगवान गौतम बुद्धले यस्तो खालको आगम दिनुभएको थियो कि उहाँको परिनिर्वाण पछि अब 12 वर्ष पछाडि अब मभन्दा पनि सत्पुरुष महापुरुष एकजना चाहिँ जन्मिनुहुन्छ भनेर चाहिँ उहाँहरूलाई चाहिँ अब त्यसरी अब उहाँहरूले आगम दिनुभएको थियो। त्यो अनुसार गुरुपद्म सम्भव चाहिँ 12 वर्ष पछाडि यो दानाकोस्या भन्ने ओडियाना भन्छ, त्यहाँ चाहिँ उहाँ कमलको फुलमा जन्मिनु भयो। हलेसी नामकरणबारे हिन्दू, बौद्ध र किरात समुदायको आआफ्नै भनाइरहेको छ। तर हलेसी नाममा भने 3वटै सम्प्रदाय एकमत छन्। हिन्दूहरूको विश्वासमा हलेसी गुफाको नाम हलेश्वर महादेवबाट अप्रभंश भएर हलेसी रहन गएको हो। बौद्ध धर्मावलम्बीहरूको मत अनुसार तिब्बती भाषामा आश्चर्य व्यक्त गर्दा हलेस्यो भनिन्छ। गुरु पद्मसम्भवले पहिलो पटक आश्चर्यजनक गुफा देखेपछि 81 हलेस्यो भने। यसैबाट पछि हलेसी नाम रहन गएको हो। किरातहरूको भनाइ अनुसार 18औं शताब्दीमा हलेसी क्षेत्रमासेन शासकहरूबाट लालमोहर प्राप्त गरी स्वायत्त शासन सञ्चालन गरेका किरात राजा होलेसुङको नाम अप्रभंश हुँदै हलेसी हुन गएको हो। होलेसुङ राईले राज्य गर्दाखेरि यहाँ चुमाको बोटसुङ डाँडा खिम्ले टारमा राज्य गरेको भनाइ छ। यहाँ दरबारको 2 हातको जतिको ढुङ्गा थियो लमाइमा, चौडाइमा अगुलाइमा चाहिँ 1 फिट जतिको देखिएको थियो। भित्र चाहिँ कति गाडिएको थियो मलाई त्यो थाहा छैन। यहाँ घरबार उसको घर यहाँ थियो अरे भनेर चाहिँ भनाइ थियो। खासमा स्थानीय बासिन्दाहरू अहिले पनि हलेसी भनेर गुफालाई होइन, दुर्छिम गाविसको वडा नम्बर 3 मा पर्ने होलेसुङको निवास स्थल रहेको खिम्ले क्षेत्रलाई बुझ्ने गर्छन्। हलेसी क्षेत्रको गुफा भएका कारण हलेसी गुफा भनिएको हो। आज भोलिको हलेसी जाँदा के भन्थ्यो भने माथन जाने हो भन्थ्यौँ, अथवा भन्ज्याउ जाने हो, अथवा रिठपति जाने हो भन्थ्यौँ। हामी हलेसी जान्छौँ भन्थ्यौँ न। महादेव भएको हुनाले त्यहाँ पछि हामीले माथान भन्ने थाल्यौँ, माथान भन्थ्यौँ। अब हलेसी भन्न चाहिँ कहाँ भन्थ्यौँ भने त्यही डाँडालाई हलेसी भन्थ्यौँ। अनि हामीले पनि अब यसलाई हलेसी भन्नु कर लाग्यो, हामी पनि त्यसै भन्न थाल्यौँ। हिन्दू, बौद्ध र किरात तीनै थरी समुदायले हलेसी गुफामा आआफ्नो धार्मिक तथा सांस्कृतिक विश्वास अनुरूप पूजापाठ आदि गर्दै आएका छन्। यहाँ भगवानको यो तपोभूमि हो। भगवान महादेव शिवजी यहाँ आउनु भएको छ। यहाँ भगवान शिवजीको चरण पुग्नु भएको छ। इसलिए यहाँ जो भी हामी साधु सन्त बसेपछि शक्ति प्राप्ति हुन्छ। यो हलेसी चाहिँ एउटा किरातहरूको पनि धार्मिक स्थल भनेर चाहिँ हामीले पछिल्लो कालमा सुन्दै आएको, यो खास गरी न त हिन्दू र बौद्ध धर्महरूको मात्रै पवित्र स्थल भनिँदै आएकोमा यो पछिल्लो चरणमा हामीले चाहिँ यो हलेसी चाहिँ किरातहरूको पनि एउटा पवित्र धार्मिक स्थल हो भन्ने सुनेर चाहिँ एउटा हामी हेर्न आएको। अब सबै सम्प्रदायको धर्मगुरुहरू चाहिँ आउनु भएको छ। विशेष गरी एकदमै ठुल्ठुलो धर्मगुरुहरू बुद्धिस्ट धर्मावलम्बीहरूको लागि चाहिँ अब अति नै अब महत्त्वपूर्ण पवित्र स्थान हो, हामी त्यस्तो भन्छौँ। यहाँ चाहिँ मान्छेले विश गरेको कुराहरू चाहिँ प्राय पुरा हुन्छ भन्ने चाहिँ अब धेरै नै अब सत्य छ। त्यो माथि पनि विशेष आयुको दीर्घायुको साधनाहरू गर्छौँ।
यहाँ चाहिँ सेती नाग चाहिँ भनिन्छ र यहाँ चाहिँ यसो हेर्दा पनि पुरै चाहिँ नागको आकार चाहिँ पुरै चाहिँ नागै चाहिँ हो भन्ने हजुर माथिबाट पूजा गर्ने मान्छेहरू तीर्थयात्रीहरू आउँदाखेरि चाहिँ यहाँबाट पूजा गरेर काली नागको पूजा गर्दै शिवजीको पूजा गर्न जान्छ। जम्मा हाम्रो चाहिँ हरेसी मन्दिरको 4वटा द्वार हो। सुरुमा हामी धर्मद्वार खिच्यौँ, त्यसपछि सुतेर जन्मद्वार खिच्यौँ, भित्ताको गर्भद्वार, अन्तिमको 5 द्वार। हिन्दू र बौद्धले जीवनद्वारको रूपमा व्याख्या गर्ने गरेका छन्। यो चाहिँ धर्मद्वार भनिन्छ। यहाँ छिर्दाखेरि चाहिँ धर्माथि छिर्ने पापी नछिर्ने चाहिँ भनेर चाहिँ एउटा भनाइ छ। त्यसो गर्ने होला नि मोडेपछि त्यो आत्मा चाहिँ 49 दिनसम्म चाहिँ यो बौतारै रहन्छ अन्तर्भावमा चाहिँ। त्यहाँ चाहिँ अब अनेकौँ दुःख कष्टहरू पाउँछ। अब त्यो भएर यदि यो अन्तर्भावको द्वारबाट छिर्न सक्यो भने चाहिँ त्यो जुन अन्तर्भावमा हुने दुःख कष्टहरू चाहिँ अब मुक्त भएर जान्छ भन्छ। जन्मद्वार हामी आमाको गर्भबाट कसरी जन्म्यौँ त्यसको अनुभूति हुने पुरै जने छातीले जरा लिएर चाहिँ बाहिर निक्लिनु पर्ने। अब हजारौँ करोडौँ आमाहरूलाई चाहिँ हामीले कति दुःख दिएको हुन्छौँ। त्यो भएर यदि यो तेस्रो द्वारबाट छिर्यो भने चाहिँ त्यो करोडौँ हामीले हाम्रो आमाहरूलाई दिएको दुःख दिएको अब पाप चाहिँ नष्ट भएर जान्छ भनेको छ। आमाको गर्भबाट कसरी जन्म्यौँ भने यसको चाहिँ अनुभूति हुने पुरै जनेर अलिक कसरतले चाहिँ छिर्नुपर्ने भएकोले यसलाई चाहिँ गर्भद्वार भनिन्छ। यहाँ चाहिँ हामी अब बुद्धिस्ट भएपछि धेरै अब कमिटमेन्टहरू हुन्छ, धेरै बाउसहरू हुन्छ। हामीले अब धेरै अब बाचाहरू भनौँ, अब धेरै बाचाहरू लिएको हुन्छ। यदि त्यो बाचाहरू भङ्ग भयो भने चाहिँ अब ठुलो पाप हुन्छ। त्यो भएर यदि त्यो बाचाहरू भङ्ग भयो भने चाहिँ यो चौथो मार्गबाट द्वारबाट चाहिँ हामी क्रस गर्न सक्यो भने त्यो जुन बाचा भङ्ग भएको समय नष्ट भएको पाप चाहिँ शोधन भएर जान्छ भनेको छ। यो चाहिँ यहाँ चाहिँ के भनाइ छ भने 5 द्वार यो चाहिँ अन्तिममा चाहिँ छिर्ने पुरै चाहिँ पोल्टो गरेर निकै चाहिँ कसरत गरेर छिर्नुपर्ने भएकोले यसलाई चाहिँ 5 द्वार भनिन्छ। यवक्षेपा भने चाहिँ पाप र पुण्य छुटाउने छ र यसलाई चाहिँ अब चिसो र तातो नर्काको बाटो पनि भनेर चिनिन्छ। यहाँ चाहिँ के भनाइ छ भने तल चाहिँ शिवजी, यहाँ चाहिँ पार्वती चाहिँ भस्मासुर वृषासुर राक्षसले चाहिँ खेद्दाखेरि चाहिँ पार्वती यहाँ लुकाएर शिवजी तल बसेको भन्ने भने चाहिँ यहाँ चाहिँ पार्वती भनिन्छ। आयु क्लास भन्छौँ हामीले। यो चाहिँ गुरुपद्मा सम्भावले अब अमरताको जीवन प्राप्त गर्नुभन्दा अगाडि चाहिँ जुन आयुको देवता अमिताइस बुद्ध अमिताइस भन्छ, उहाँले चाहिँ यही आयुको क्लासले चाहिँ उहाँको शिरमा राखेर चाहिँ अमरताको वरदान दिनुभएको थियो। यो चाहिँ के भनाइ छ भने जे चाहिँ मागो त्यही पुग्छ। चाहिँ छोराछोरी सन्तान उनलाई सन्तान हुने र चाहिँ आयु चाहिँ भनेको चाहिँ यहाँ आएर एकचोटि दर्शन गर्दाखेरि भगवान्ले चाहिँ आयु थपिदिने र चाहिँ यहाँ चाहिँ सन्तान उनलाई सन्तान हुने, धन सम्पत्तिमा उनलाई धन सम्पत्ति माग्दाखेरि धन सम्पत्तिसम्म पुगेको छ पाइएको छ भनेर धेरै तीर्थयात्रीहरू आउँछ। हामीलाई अब सन्तान भएन भने यहाँ माग्दाखेरि चाहिँ अब छिटो प्राप्त हुने त्यस्तो खालको विश्वास गरिन्छ र यो चाहिँ याङ्की खो भन्ने हो। यसमा चाहिँ हामीले सन्तान अथवा धन जे माग्दा पनि पुरा हुन्छ भन्छ। यो मन्दिरको चाहिँ अब भित्री बाहिरी र गोप्य प्रोटेक्टरहरू छ र यसलाई चाहिँ बुद्धिस्ट धर्मावलम्बीहरूले पनि प्रोटेक्टरको रूपमा मान्छ र विशेष गरी यो मन्दिरको सिक्रेट प्रोटेक्टर चाहिँ शिव हुनुहुन्छ। धार्मिक स्थल मात्र नभएर एउटा सबैको भनौँ साझा पाठशाला जस्तो पनि सबैको ध्यान आकलन गर्न सकिने, अनुसन्धान गर्ने ठाउँ गर्न सकिने स्थलको रूपमा पनि मान्न सकिन्छ हलेसीलाई। हिन्दू परम्परा अनुसार साउनमा बोलबम, कार्तिकमा एकादशी, भदौमा तीज, मङ्सिरमा बाला चतुर्दशी, फागुनमा शिवरात्रि, वैशाखमा रामनवमी मेला लाग्ने गर्छ। देश विदेशबाट हजारौं हिन्दू धर्मावलम्बीहरू दर्शन गर्न आउँछन्। विशेष गरी बोलबम मेलामा भारतबाट आउने तीर्थयात्रीहरूले गङ्गाजल हलेसीमा चढाउने गर्छन्। किरात राईहरू उभौलीको अवसरमा वैशाख पूर्णिमामा र उधौलीको अवसरमा मङ्सिर पूर्णिमामा साकेला नाचेर आदिम पुर्खाहरू तयामा, खियामा, खोक्ची लिपाको सम्झना गर्ने गर्छन्। बौद्ध मार्गीहरू भुटान, भारतको सिक्किम, चीनको तिब्बत, ताइवान, हङकङ, थाइल्यान्ड, अमेरिका, जापान, कोरिया,
र युरोप आदि देशहरूबाट हलेसी गुफा दर्शन गर्न आउने गरेका छन्। बुद्धिस्टहरूले उनीहरूको आस्था उनीहरूको दर्शन अनुसार उनीहरूले हलेसीलाई मान्ने र उनीहरूको आस्थाका आधारमा उनीहरूले ध्यान गर्न आएका त्यस्तो पाइन्छ। हलेसी गुफाको धार्मिक महत्त्व त छँदैछ, त्यसबाहेक गुफाको रोचक भूबनावट, प्राकृतिक सुन्दरता, किरात लगायतका विभिन्न जातिहरूको स्थानीय जनजीवन र किरात संस्कृति झल्काउने संग्रहालयको पनि स्थापना गरिएको छ। किराँती सभ्यतासँग सम्बन्धित सबै चिजहरू पाइन्छन् हलेसीमा। यी चर्खा, यो पोला, यतापट्टि यो नेसुवा भन्छ यसलाई, यो 3 चुलाले पनि महत्त्व राख्छ किराँती सभ्यतासँग र यसलाई भन्छ, यसलाई दिक्षिम भन्छ र सँगसँगै यहाँ किराँती पुर्खाहरूले शिकार युगदेखि चलाएर आएको यो एउटा ऐतिहासिक धनुकाँड पनि हो यो। र यतापट्टि हामी यो लहरै देखिराखेका छ, यो भित्तामा झुन्ड्याइएको यो हर्पे र यो पोला यी पनि किराँती सभ्यतासँग जोडिएर आउने र किराँतीहरूले हाम्रा पूर्वजहरूले चलाइआएका सामग्रीहरू हो। बुद्धिस्टहरूको पनि सङ्ग्रहालय निर्माण गरिदिने र हिन्दूहरूको पनि सङ्ग्रहालय निर्माण गरेर धार्मिक हिसाबले प्रचार प्रसार गर्ने भन्ने उद्देश्यका साथ चाहिँ हामीले विकास समितिको तर्फबाट केही कामहरू अगाडि लगिरहेका छौँ। हिउँदमा उत्तरतिर देखिने सेतै हिम श्रृङ्खला, चैत वैशाखमा फुल्ने गुराँसले राताम्मै हुने पाखाहरू, कटुस लगायतका विभिन्न वनस्पतिहरू र शान्त वातावरण हलेसीको प्राकृतिक विशेषता रहेको छ। हलेसी आउने दर्शनार्थी तथा पर्यटकहरूले इच्छा अनुसार हवाई, स्थल र जलमार्ग प्रयोग गर्न सक्छन्। खोटाङ जिल्लाको लामी डाँडा र मनमाया खानी डाँडा विमानस्थलबाट गाडी चढेर हलेसी आउन सकिन्छ। काठमाडौँ र उदयपुरको कटारी हुँदै सडकबाट पनि हलेसी आउन सकिन्छ। जलमार्गबाट सुनकोशी नदीमा र्याफ्टिङ गर्दै पनि हलेसी आउन सकिन्छ। गुफा धार्मिक तीर्थाटनका हिसाबले त महत्त्वपूर्ण हुँदै हो, उत्तिकै आकर्षण गुफासहितको पर्यटकीय गन्तव्य र ऐतिहासिक महत्त्वको स्थल पनि हो। हलेसी गुफा त्रिधार्मिक सहिष्णुताको अब्बल नमुना त हुँदै हो, उत्तिकै सङ्घीय नेपालको उत्कृष्ट सामाजिक मानचित्र पनि हो।